सुरुवात अघि भएको र अब चाहिँ यसो के अरे नेपाल आएर साह्रै भित्ती पारा भयो कि अब यसो गएर कपाल सपाल काट्नु जानु आँटेको यस्तो बिस्तारै म बाटोमा देखाउँदै गर्छु नि ल केटाकेटी हो सही हो ल केटाकेटी हो फाइनल्ली धुम्बारीदेखि आइपुग्यो यता बुढा नीलकण्ठ नारायण थान अब कपाल काट्ने जग्गा आइपुग्यो हामीले कति वर्ष भन्दाखेरि लगभग भयो होला यार 5 देखि 6 वर्ष प्लस हाम्रो दाइको भएकै कपाल काट्न आउने चाहिँ यो चाहिँ अब हाम्रो घरमा दामी ठाउँ दाइले जस्तो भन्यो त्यस्तै काटिदिन्छ हाम्रो चाहिँ त्यसलाई अब हामीलाई के हो अम्बो मोबाइल बनाएको छ दाइको बसन्त कसम थाहा थिएन यार आम्मा अब दाइको बसन्त मोबाइल बनाएछ त थाहा थिएन यार म 2 महिना अगाडि आउँदा त अर्कै आम्मा मोबाइल बनाएछ दाइको बसन्त कपाल काट्छ है केटाकेटी हो यहाँ दामी काटिदिनु छ दाइले के छ दाइ सन्चै हुनुहुन्छ बसन्त दामी बनाउनु भएछ त यहाँनिर हजुर हजुर ल सही दामी भएछ ल अहिले एकछिन भेटौँला केटाकेटी हो बहुत हङ्ग्री भयो कि कपाल काट्नुमा गर्ने यहाँ के एप शान्ति भनेर आएको कि यता छेउमा रहेछ के अरे यो रुसेल फास्ट फुड भन्ने अनि के खाइदिउँ भनेर आएको खै मैले चाहिँ यहाँ एउटा बुरितो अनि एउटा स्प्राइट कम्बो खानु आँटेको है हानिदिउँ न त अब के एप छ बडो हङ्स नि यार स्टोरमा जस्तो लागेको छ भाइ चाहिँ कपाल काटिरहेको छ उपर हङ्स हाने कस्तो घरमा हेल्प राख्दैछ ल चियर्स के खानुहुन्छ दाइ हजुर के खानुहुन्छ चिया क्याप्सुल त खाइछु नि यी भिटामिन छ पालो आएको त भित्र हो भाइले भन्नु न त अब खानु हुन्छ हुन्छ म भइहाल्यो एकैछिनमा चिया खानुहुन्छ चिया हो त भाइलाई बोलाउनु यहाँ पाउँदैन चिया त भयो ठ्याक्कै गुन्डा जस्तै देखाएको छ कुकुर सारा मान्छे हान्ने कपाल काट्ने पालो आएको छ धेरै खानु हुँदैन बोल्यो ल खा फ्रेन्च फ्राइज आउँदैछ है फ्रेन्च फ्राइज पनि आउँछ खालो न अब ल कपाल काट्ने है सियो के भन्छ दाइकोमा आएर हामीले कपाल काट्नु थालेको कति 7 देखि 8 वर्ष हुन थाल्यो जेरोस् होइन राम्रो कपाल काटिदिनु हुन्छ कसैलाई अब काट्नु मन छ भने नारायण थान घुम्तीबाट तल ओह्रालोतिर आउँदाखेरि ठ्याक्क दाइको बस्छ पासीकोट तल्लो पासीकोटमा ठ्याक्क यहाँ भेट्नुहुन्छ वडा नम्बर 4 म अहिले नम्बर चाहिँ अब तल राखिदिन्छु नि है हेयर कट दाइको पसलको नाम के अरे दाइ एमडी हेयर कट साइडमा चाहिँ अनि खाने बस्छ पनि छ जे होस् दामी छ यता छोडी ठिक छ नि होइन केटाकेटी हो यस्तै हो कपाल सपाल काटेर फर्कियो अब घर आइपुग्यो हामी ढोका खोल बाबु है मेरो प्यारो भाइले टक्क ढोका सका पोच्नुको लागि होइन बाबु अब त्यस्तै छ जिन्दगी हाम्रो टक्क लगाएर अब बाउ आमा के गर्दैछ भिडियो गरेर म देखाउँछु है तपाईँहरूलाई धन्यवाद।
के गर्नु है ढोका त्यो बन्द। त भन्ने गाह्रो छ ढोका बन्द गरौँ अब ढोका बन्द गरौँ होला है साथीहरू ल यहाँ हुनुहुन्छ हाम्रो रागाजीको त फोटै नदेखाएर ल है ल है ल ल है ल है ल है ल है ल है ड्याडी मम्मी कसले केटाकेटी हो है हिजोको भ्लगमा अब आज जोड्नु आँट्यो हामी चाहिँ यतै अब आफ्नै ठाउँतिर कहाँ भन्दाखेरि सुकेको धारातिरै हो तर भाइको पढ्यो खै यसको अब एक्जाम छ भन्छ थर्ड इयरको फर्स्ट टर्म छ अरे अनि त्यसको लागि भर्नासर्ना गरेर जानु आँटेको हो घार्मी ट्रक घार्मी होइन घार्मी है घार्मी यो चाहिँ कहाँ हो भन्दाखेरि ट्याक्क अब अब उत्यो गर्नु पर्ला होइन सुके धारा अनि ठ्याक्क मर्क्योरमा कि हाम्रो चाहिँ मर्क्यो डर लाग्दो हुन्छ कसम यहाँ यत्रो भयो कि यहीँ बासिन्दा हो भोसडीको अहिले हो त यार यसको पछाडि पछाडि आएको अब गाडी पनि रहेछ त ठिक छ अब चाहिँ हामी सरको कलेज पुग्न आँटेको अरे होइन सर लु कसम यतिसम्म अरे पिच गरे कसम नि त भोसडी रहेछ यता सेलिब्रेसन हाइस यो चाहिँ अब हाम्रो सन्देश सरको कलेज आयो होइन हाम्रो सर चाहिँ फेरि मान्छे के गर्नु अब घरबाट हिँड्यो भने 2 पालामा आउने कलेज पढ्नुहुन्छ तर के गर्नु सर फेरि सर पनि वरिष्ठ हो नि फेरि के अरे ऊ त्यो आउँछ फेरि कलेज महिनामा एकचोटि नै आउँदैन ल अहिले एकछिनमा केही कसम चाहिँ गरौँला ल ल केटाकेटी है अब त्यही त नि पल्टिरहेको छु गर्मी छ है रातिको कति बज्यो 10 कति बजिसक्यो है अब बाइक साइक उत्यो गरेर हालौँला भने त्यस्तै भयो है यताउता बिजी त्यही त हो नि अब नेपालको लाइफ त्यसैले अब भोलि पर्सिको भ्लगमा भेटौँला के भन्छ भन्दाखेरि अब त्यही त हो नि माया गर्नु पर्यो मलाई पनि केटीले नै उनी छिन् मैले भन्नु खोजेँ मेरो च्यानललाई चाहिँ माया गर्नु पर्यो लाइक सेयर सब्सक्राइब चाहिँ गर्नै पर्यो हौ 100 जना पुऱ्याइदिउँ न केटाकेटी हो तिमीहरू कति साह्रो अल्छी भएको कसम भनेको भोसेडी भन्न त मिल्दैन तर पनि है ल लभ सेयर एन्ड सब्सक्राइब यो चाहिँ इन गरिदिएँ मैले ब्लग लभ यु अल